हेलो स्टुडेन्ट र आज हामी क्लास 9 को म्याथमेटिक्स सब्जेक्टको च्याप्टर नम्बर 6 लाइन्स एन्ड एंगलको इन्ट्रोडक्सन भिडियो हेर्न गइरहेको छौं है। र इन्ट्रोडक्सन भिडियो चाहिँ बेसिकली के हो भन्दाखेरि कुनै पनि च्याप्टरको एक्सरसाइज गर्नुभन्दा अगाडि जति पनि इम्पोर्टेन्ट बुझ्ने कुराहरू भयो जस्तो है यसरी टर्म्सहरू भयो हैन, डेफिनेसन भयो, थ्योरम भयो र मेनली कन्सेप्ट चाहिँ के हो च्याप्टरको त्यो बुझ्नु एकदमै जरुरी छ है। र यो कुरा चाहिँ इन्ट्रोडक्सन भिडियोमा बुझाउने छ है। र तपाईले कुनै पनि एक्सरसाइज गर्नुभन्दा अगाडि त्यो च्याप्टरको इन्ट्रोडक्सन भिडियो चाहिँ एकदम हेर्नु जरुरी छ। र यसैको साथमा आज यो भिडियोलाई अगाडि बढाउँछौं। बेसिकली के हो भन्दाखेरि लाइन भनेको सिम्पल एउटा हामी हैन लाइन बुझ्छौं जसको चाहिँ के हुन्छ बोथ साइड कुनै पनि एन्डिङ हुँदैन। ओके, यसलाई चाहिँ हामी इन्फिनिटली लगेर जान सक्छौं है। र यसको कुनै पनि ब्रेथ हुँदैन, अन्ली लेन्थ मात्रै हुन्छ। ठीक छ। त्यसैले लाइन सेगमेन्ट चाहिँ के हो भन्दाखेरि लाइन सेगमेन्टको चाहिँ सेम एउटा लाइन हो जसको चाहिँ के हुन्छ दुईटा एन्डिङ पोइन्ट हुन्छ। ओके, फिक्स एउटा एन्डिङ पोइन्ट हुन्छ, यानी कि यसको मेजरमेन्ट हुन्छ, लाइनको चाहिँ मेजरमेन्ट हुँदैन। ओके, त्यसलाई हामी यसरी एबी भनेर पनि डिनोट गर्न सक्छौं। र त्यसको बादमा रे भनेको के हो नेक्स्ट छ है। रे भनेको चाहिँ तपाईको सिम्पल वान साइडेड लाइन। ओके, जसलाई हामी एरो भनेर पनि बुझ्न सक्छौं। ओके, सो यो चाहिँ भयो रे। त्यसको बादमा नेक्स्ट छ कोलिनर पोइन्ट भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि पोइन्ट है, यसरी पोइन्ट छ जसमा चाहिँ लाइनले चाहिँ तपाईको अल पोइन्टलाई चाहिँ कभर गरेर जान्छ है, यसरी सबै पोइन्टलाई टच भएर जान्छ भने यसलाई चाहिँ कोलिनर पोइन्ट भन्छ। र त्यसरी नन कोलिनर पोइन्ट ठिक यसको उल्टा हुन्छ है, यसरी पोइन्ट जसमा चाहिँ लाइनले स्ट्रेटली भेट्दैन है, सिधा लाइन कोर्दाखेरि स्ट्रेटली भेट्दैन, यो लाइन छुट्टिन्छ भने यो चाहिँ के भयो त एउटा नन कोलिनर लाइन भयो। ओके, नाउ इन्टरसेक्टिङ लाइन भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि लाइन है एक अर्कामा यसरी क्रस भएर जान्छ भनेपछि यो चाहिँ के यहाँनिरै इन्टरसेक्ट भयो नि त हैन। यो ए भन्ने लाइन र यो बी भन्ने लाइन चाहिँ एक अर्कामा यहाँनिर इन्टरसेक्ट भयो, यसलाई चाहिँ इन्टरसेक्टिङ पोइन्ट भन्छ। त्यसरी नन इन्टरसेक्टिङ पोइन्ट भनेको चाहिँ त्यस्तो लाइन जो चाहिँ एक अर्कामा कहिले पनि इन्टरसेक्ट हुँदैन। ठीक छ, यसरी सिधा यो हुन सक्छ अथवा यसरी यो पनि हुन सक्छ है, एक अर्कामा कहिले पनि इन्टरसेक्ट हुँदैन। र यसलाई चाहिँ हामी के पनि भन्छौं प्यारलल लाइन पनि भन्छौं। ओके, सो एबी यसको नाम दिए मैले सीडी। र यसलाई चाहिँ हामी कसरी लेख्न सक्छौं या कसरी डिनोट गर्छौं भन्दाखेरि एबी प्यारलल टु सीडी, यानी कि एबी र सीडी चाहिँ कहिले पनि भेट्दैन। यसलाई जति पनि तन्काएर गयो भने चाहिँ रिफ्लेक्स एंगल भनेको चाहिँ के हो भन्दाखेरि मानिलिउँ एउटा एंगल छ है, ठीक छ, यसलाई ए ओ यहाँनिर सी राख्दिए। ठीक छ, एओसी र यो भित्रको एंगल चाहिँ सपोज मानिलिउँ कति छ अरे यसलाई 30 डिग्री छ अरे। ओके, यो चाहिँ तपाईको इन्टरनल एंगल भयो 30 डिग्री र यसको बाहिरको जुन चाहिँ एंगल हुन्छ यो रिमेनिङ रिफ्लेक्स एंगल निकाल्न लागि चाहिँ हामीले सिम्पल 360 डिग्री ओके माइनस भित्रको जति छ 30 डिग्री, सो यसलाई माइनस गर्दा कति भयो 330 डिग्री। यो चाहिँ के भयो तपाईको रिफ्लेक्स एंगल भयो, यानी कि बाहिरपट्टिको एंगल 360 मा भित्रको जति एंगल घटाएर जुन चाहिँ बाहिरको एंगल निक्लिन्छ त्यसलाई चाहिँ हामी रिफ्लेक्स एंगल भन्छौं। ओके, सो नेक्स्टमा छ कम्प्लिमेन्ट्री एंगल भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि एंगल जस्तो मानिलिउँ एंगल ए प्लस एंगल बी यो दुईटा जोडेर चाहिँ है चाहे जति नै होस् यो जोडेर चाहिँ तपाईको 90 डिग्री पुग्दैछ भने चाहिँ यसलाई हामी कम्प्लिमेन्ट्री एंगल भन्छौं। र त्यसरी सप्लिमेन्ट्रीमा चाहिँ के भन्दाखेरि त्यसरी नै एंगल ए प्लस एंगल बी ओके यसको जति नै डिग्री भएर पनि यसलाई जोडेर हामीले चाहिँ सपोज 180 डिग्री पुग्दैछ भने चाहिँ त्यसलाई चाहिँ सप्लिमेन्ट्री एंगल भन्छौं। ओके, नाउ त्यसको बादमा अर्को एकदमै इम्पोर्टेन्ट कन्सेप्ट छ है, यो बुझ्नुपर्ने सम अफ एंगल्स इन स्ट्रेट लाइन, यानी कि एउटा स्ट्रेट लाइन छ जसमा चाहिँ होस् तपाईको ए र बी है र त्यहाँनिर तपाईको एंगलहरु यसरी फर्म भएको छ। ओके, एउटा एंगल यहाँ अर्को एंगल यहाँ अर्को एंगल गर्दाखेरि एंगल 1 एंगल 2 एंगल 3 फर्म भएको छ है कि। सो यो तीनटै एंगललाई जोड्दाखेरि चाहिँ कति हुन्छ यसको सम चाहिँ 180 डिग्री हुन्छ। ओके, तीनटा एंगललाई चाहिँ जोड्दाखेरि 180 डिग्री हुन्छ, त्यसलाई चाहिँ के भन्छौं सम अफ एंगल्स इन स्ट्रेट लाइन। र यो चाहिँ एकदमै अगाडि एक्सरसाइजमा युज हुनेवाला छ है। त्यसको बाद नेक्स्ट कन्सेप्ट छ भर्टिकली अपोजिट एंगल भनेको के हो भन्दाखेरि जब पनि दुईटा इन्टरसेक्टिङ लाइन यसरी बनिन्छ है
त्यति बेला चाहिँ यहाँनिर एंगल फर्म हुन्छ यता 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 ओके गर्दाखेरि यसको अपोजिट अपको अपोजिट डाउन यानी कि ए मा जति छ भ्यालु तल पनि त्यति बराबर हुन्छ है त्यसरी लेफ्टमा जति भ्यालु छ त्यति बराबर राइटमा हुन्छ ओके त्यसैकारणले भर्टिकली अपोजिट भनेको तलको माथि लेफ्टको राइट त्यसको बादमा छ कम्प्लिट एंगल यो पनि एकदम इम्पोर्टेन्ट छ है एउटा लाइन छ मानिलिउँ एबी र यसको कम्प्लिट एंगल चाहिँ कति हुन्छ त यानी कि यो डल्लै एंगललाई जोड्दाखेरि चाहिँ कति हुन्छ त 360 डिग्री नै हुन्छ अब यो कसरी हुन्छ भने तपाईले भन्नुहुन्छ होला यानी कि एउटा लाइनको माथिपट्टि यो डल्लै एंगललाई जोड्दा कति हुन्छ 180 डिग्री हुन्छ हैन जो चाहिँ यहाँ पनि मैले अलरेडी बताइसकेको छु स्ट्रेट लाइनमा एंगल जोडे भने हैन त्यसैगरी तल्लोपट्टि नि त 180 नै त हुन्छ हैन र यो 180 जोड्दाखेरि 360 यानी कि यो डल्लै चाहिँ कति हुन्छ 360 डिग्री भन्छ र त्यसलाई चाहिँ कम्प्लिट एंगल भन्छ र त्यसको बादमा छ अर्को लिनियर पेयर यो पनि एकदमै इम्पोर्टेन्ट छ है यो बादमा तपाईले फेरि एक्सरसाइजमा धेरै काम आउँछ है लिनियर पेयर चाहिँ के हो भन्दाखेरि एउटा लाइन भयो है मानिलिउँ ए बी र यहाँनिर चाहिँ एउटा एंगल एउटा रे फर्म भएर चाहिँ दुईटा एंगल बनिँदैछ मानिलिउँ एंगल ए एंगल बी र लिनियर पेयर मेनली पेयर भनेको के हो जोडी हैन यानी कि दुईटा ए र बी यहाँनिर जोडी बन्ने नि त हैन र यो दुईटाको सम चाहिँ ए प्लस बी चाहिँ अलवेज कति हुन्छ 180 डिग्री हुन्छ त्यसरी नै नेक्स्टमा हामीले बुझ्नुपर्ने छ है कोरेस्पोन्डिङ एंगल भनेको के हो को इन्टेरियर त्यसरी नै अल्टरनेट एंगल फर्स्टमा कोरेस्पोन्डिङ एंगल छ है त्यसको लागि चाहिँ के हुनु पर्यो भन्दा कन्डिसन चाहिँ दुईटा प्यारलल लाइन चाहिँ हुनै पर्यो त्यसको बादमा एउटा यहाँनिर यसरी लाइन आएको हुनु पर्यो जसलाई चाहिँ हामी के भन्छौं ट्रान्सभर्सल ओके ट्रान्सभर्सल यो लाइनलाई चाहिँ हामी ट्रान्सभर्सल भन्छौं जसले प्यारलल लाइनलाई काटेर जान्छ ओके त्यो हुँदाखेरि माथिपट्टि पनि चारटा एंगल फर्म हुन्छ र तलपट्टि पनि चारटा एंगल यसरी फर्म हुन्छ है यहाँ हेर्नुस् मैले सजिलो बुझ्नुको लागि सजिलोको लागि डाइरेक्सन दिएको छु है यो एंगलले यता डाइरेक्सन हेरिरहेछ यो एंगलले यता 3 ले यता हेरेको छ 4 ले यता हेरिरहेछ है त्यसरी 5 ले यतामा हेरिरहेछ 6 ले यता 8 ले यता 9 ले यता हेरिरहेछ ओके र कोरेस्पोन्डिङ एंगल भनेको चाहिँ सिम्पल के भन्दाखेरि सेम साइड हेरेको ओके त्यसरी नै एंगल 2 ले राइट साइडको टपपट्टि हेरिरहेछ भनेपछि त्यही साइड हेर्ने को छ त एंगल 6 ले नै राइटको टप साइड हेरिरहेछ यानी कि एंगल 2 को बराबर को भयो त एंगल 6 त्यसरी अब हेर्नुस् एंगल 4 ले यता लेफ्ट साइडको डाउन पट्टि हेरिरहेछ त्यही साइडमा हेर्ने को छ यहाँनिर एंगल 8 छ नि त हैन गर्दाखेरि यहाँ पनि एंगल 4 को बराबर को भयो एंगल 8 त्यसरी अब एंगल 3 ले यता हेरिरहेछ राइट साइडको डाउन साइड र त्यस्तै हेर्ने को छ यहाँनिर एंगल 7 ले यता साइड हेरिरहेछ भनेपछि एंगल 3 इक्वल्स टु एंगल 7 ओके सो यो प्रकारले चाहिँ कोरेस्पोन्डिङ एंगल भनेर हामी बुझ्छौं ओके त्यसरी नेक्स्ट कन्सेप्ट छ को इन्टेरियर एंगल र को इन्टेरियर एंगल भनेको के हो भन्दाखेरि मेनली तपाईले यो इन्टेरियर भन्ने बित्तिकै बुझिहाल्नु पर्यो भित्रपट्टिको र भित्रपट्टिको एंगल कुन कुन छ एम र एन को लाइन भित्र भएको 3 4 5 6 मात्रै छ अरु त सबै बाहिर छ भनेपछि यो भित्रमा चाहिँ दुईटा एंगलको सम जसले चाहिँ सेम साइडको डाइरेक्सनलाई फेस गरिरहेछ यानी कि एंगल 4 ले पनि यो पोइन्टलाई हेरिरहेछ यो एंगल 5 ले पनि यसलाई हेरिरहेछ भनेपछि यो दुईटा एंगलको सम यानी कि एकै साइडमा हुनु पर्यो यो लेफ्ट साइडपट्टिको 4 र 5 को सम गर्दाखेरि चाहिँ 180 डिग्री हुन्छ भनेर चाहिँ को इन्टेरियर एंगल भन्छ गर्दाखेरि एंगल 4 प्लस एंगल 5 चाहिँ कति हुन्छ रे 180 डिग्री र यो चाहिँ सेम साइडमै हुनु पर्यो लेफ्ट साइडमै हुनु पर्यो लेफ्ट र राइट हुनु भएन है त्यसरी नै अब राइट साइडपट्टि हेर्नुस् कुन चाहिँ छ एंगल 3 ले यहाँ हेरिरहेछ एंगल 6 ले यहाँ हेरिरहेछ भनेपछि 3 प्लस 6 एंगल 3 प्लस एंगल 6 पनि कति हुन्छ 180 डिग्री हुन्छ र यसलाई चाहिँ हामी को इन्टेरियर पनि भन्छौं ओके त्यसरी नै नेक्स्ट छ अल्टरनेट एंगल र अल्टरनेट एंगल भनेको चाहिँ के हो भन्दाखेरि सिम्पल अल्टरनेट इन्टेरियर मिस भएछ अल्टरनेट इन्टेरियर यो पनि अब भित्रपट्टिको एंगल भनेपछि यो चाहिँ एक अर्काको अपोजिटमा फेस गर्ने जस्तो एंगल 4 ले यो साइड फेस गरिरहेछ भने अब यसको अपोजिटमा को आयो त यता एंगल 6 ले यता हेरिरहेछ ठीक छ भनेपछि यहाँनिर को भयो त एंगल 4 को अल्टरनेट एंगल चाहिँ को भयो त एंगल 6 ठीक छ त्यसरी एंगल 3 ले यता हेरिरहेछ तर अर्को त्यसको अपोजिटमा हेर्ने को छ एंगल 5 ठीक छ एंगल 3 को
अल्टरनेट भयो एंगल 5 ठीक छ। सो यो चाहिँ भयो तपाईको अल्टरनेट एंगल र यो कुराहरु एकदमै बुझ्नु जरुरी छ र यही रिलेटेडहरु नै एक्सरसाइजहरु छ है र यो इन्ट्रोडक्सन भिडियो तपाईले एकदमै मजाले हेर्नु होला है। फेरि पनि तपाईलाई कहीं कन्फ्युजन भयो एक्सरसाइज गर्दाखेरि त्यतिबेला फेरि यो इन्ट्रोडक्सन भिडियो तपाईले एकपल्ट फेरि हेर्नु होला। यसरी नै यो इन्ट्रोडक्सनको भिडियोको एन्ड हुन्छ है र नेक्स्ट भिडियोमा हामी एक्सरसाइजहरुलाई सल्भ गर्ने छौं।